फ्रेन्चाइज क्रिकेटको दीपावली यानी कि आइपिएल अब आउँदैछ। विधानसभाको चुनावको कारणले फर्स्ट फेजमा 20वटा मात्रै म्याच हुँदैछ। आइपिएलको ओपनिङ म्याच 28 मार्चमा आरसिबी भर्सेस एसआरएच, त्यो पनि आरसिबीको होम ग्राउन्डमा हुँदैछ। त्यसपछिको फर्स्ट फेजको सबैभन्दा एक्साइटेड म्याच भनेको 30 मार्चमा जडेजा भर्सेस धोनी यानी कि आरआर भर्सेस सिएसके, त्यो पनि आरआरको होम ग्राउन्डमा हुँदैछ। अनि अर्को म्याच सबै क्रिकेट फ्यानले एक वर्ष हेर्न कुर्ने 5 अप्रिलमा विराट भर्सेस धोनी यानी कि आरसिबी भर्सेस सिएसके, त्यो पनि आरसिबीको होम ग्राउन्डमा हुँदैछ। र अर्को 12 अप्रिलमा रोहित भर्सेस विराट कोहली यानी कि मुम्बई इन्डियन्स भर्सेस आरसिबी, त्यो पनि मुम्बई इन्डियनको होम ग्राउन्डमा हुँदैछ। तपाईको मनपर्ने टिम कुन हो र अनि कुन टिमलाई तपाईले सपोर्ट गर्दै हुनुहुन्छ कमेन्ट गर्नुस् र अपडेटका लागि फलो गर्नुस्। जय नेपाली क्रिकेट।